12 भाइ मध्येको मिडियाको जेठो भाइ भनेर कसलाई चिन्नुहुन्छ? हामीले 12 भाइ मध्येको एउटा कान्तिपुर भन्थ्यौँ नि, त्यो होइन। तपाईँ भ्रममा हुनुहुन्थ्यो। यो हेडलाइन हेर्नुहोस् त। अहिले आस्था मिडियाले यति खेदो खन्नसम्म खनिरहेको छ कि 12 भाइलाई पनि पछाडि पार्ने अवस्थामा आइसक्यो। अब त कान्तिपुर मिडिया पनि सुध्रियो कि भन्ने जस्तो देखिन्छ। यो दुईवटा हेडलाइन हेर्नुहोस् त। यो आस्था न्युजले, आस्था मिडियाले के हेडलाइन लेखेको? खासमा एउटा युट्युबर पक्राउ परेर जेल चलान भएका थिए। उनी बालेन शाहको परिवार र बालेन शाह लक्षित अलिकति अभद्र व्यवहार र गलत अश्लील शब्द प्रयोग गरेका थिए। तर हेडलाइन हेर्नुहोस् त आस्थाको, प्रधानमन्त्री विरुद्ध बोलेर कारागार चलान रे, प्रधानमन्त्री बारे टिप्पणी गरेर युट्युबमा प्रसारण गरेकै कारण जेल चलान भयो भनेर। होइन, हेडलाइन पनि कस्तो लेखेको हो भने अलिकति 12 भाइ मध्येको म पनि हुँ भन्न खोजेको हो या होइन? अस्ति सुदन गुरुङले लकटे गरे, त्यस कारण त होइन नि? तपाईँलाई के लाग्छ? 12 भाइ मध्येको अब नयाँ भाइ जन्मिएको हुन् त? या यसरी हेडलाइन लेख्नु हुन्छ या हुँदैन? आफ्नो धारणा कमेन्ट बक्समा लेख्नु होला। धन्यवाद।